हेलो गाइस, आज हामी चटपटे बनाउँदैछौँ र चटपटे कसरी बनाउने भनेर हामी सिकाउँदैछौँ। हामीसँग धेरै आइटम त छैन, तर हामीसँग भएको आइटमहरू हामी देखाउँछौँ। के छ छोरी हामीसँग? ल देखाऊ। खुर्सानी, टमाटर, कागती र एउटा वाइ छ। ल सबैलाई हामीले एड गर्नु पर्यो। फर्स्टमा सबै यहाँ खन्याउ छोरी, छिटो फटाफट। टमेटो खुर्सानीलाई हामीले भुजामा राख्यौँ। फटाफट गर न। त्यसपछि सुक्खा मटर खोर्सा, हामीसँग भिजाएको मटर खोर्सा छैन, त्यही भएर यति नै राखेँ। अनि निम्की, छौँ। मेरो छोरोले पनि चटपटे मनपर्छ कि मन पर्दैन भन 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 भन। त्यसपछि वाइ खोलेको छैन, खोल्न टाइम लाग्छ। अनि यसमा हामी स्वाद अनुसार नुन, त्यसपछि के राख्नेहरू सस, हामीसँग छैन। हामी चाहिँ सस नराखेर नराखेरै खाने प्लानमा छौँ आज, होइन? अब छोरीलाई चाहिँ यो खोल्न आउँदैन। मोबाइल चाहिँ छोरीले आउँछ हो। ल मोबाइल मात्र देखाउँछ फटाफट। वाइको खुर्सानी, त्यसपछि यो घिउ पनि राखौँ, स्वाद आउँछ। मटरको साग बाँकी रहेको यसलाई पनि हालिदिउँ। त्यसपछि खुर्सानी, ठुलो खुर्सानी, यो चाहिँ केटाहरूले धेरै खाँदैनन्, थोरै राखौँ। अनि लास्टमा चाहिँ कागती। सामुपट्टि मनपर्छ। चटपटे हाम्रो रेडी हुँदैछ। अनि यो सिद्धेपछि हामी मोलेर घाम खान्छौँ। अनि एकछिन हामी मोल्दैछौँ। म चाहिँ हातले नमोल्ने, किनकि मेरो हातमा नेल पोलिस छ। यसभित्र चटपटे पर्यो भने एकदम गाह्रो गराउँछ, पिरो हुन्छ। कस्तो मिठो देखेको। चटपटे रेडी देखियो। चटपटे रेडी भयो। अलि मिक्स चाहिँ राम्रोसँग भएको छैन, तर पनि मिठो होला। तर पनि हामी मिठो मानेर खानेछौँ, होइन छोरा? मेरो छोरालाई चटपटे मनपर्छ, टेस्ट गर्छ। फर्स्टमा मेरो छोरोले टेस्ट गर्छ, त्यसपछि हामी पालो टेस्ट गर्छौँ। सम्राट चटपटे खान्छौ? ल चटपटे टेस्ट गर छोरो। टेस्ट गरेर मामुलाई भन ओके। कस्तो छ चटपटे? आहा छ, यम्मी छ। वाउ भन न, टेस्टी। त्यसपछि समृद्धिको टर्न। कस्तो छ छोरी चटपटे? कस्तो भन्यो? मिठो। त्यसपछि मेरो टर्न। कस्तो छ? हामी यसरी चटपटे घरमै बनाएर खान्छौँ। पैसाको पनि बचत, बाहिर जानु पनि परेन केटाकेटीलाई लिएर यो चिसोमा, होइन छोरी? खुसी छौ? खुसी छु। यस्तो चटपटे गरेर खाने घरमै हुन्छ। हाम्रो भिडियोलाई लाइक गरिदिनुहोस्, कमेन्ट पनि हालिदिनुहोस् र सेयर पनि सेयर गरिदिनुहोस् एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। बाइ बाइ।